राजनीतिक विकल्पको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आज आफ्नो तेस्रो स्थापना दिवस मनाइरहेको छ। तर यसपटकको उत्सव भिन्न छ। न त नेतृत्वको उपस्थिति छ, न त उत्सवमा आत्मविश्वास। पार्टी सभापति रवि लामिछाने सहकारी ठगी मुद्दामा पूर्वपक्षका लागि जेलमा छन्। पार्टी भने लुटतन्त्रको खारेजी र सुसंस्कृत राजनीतिको सम्वर्धन भन्ने मूल नारा सहित देशव्यापी कार्यक्रम मार्फत यो दिन मनाउँदैछ। परिवर्तनको आशा र आरोपको दलदल। 2079 सालको असार 7 गते फोहोरी राजनीति सफा गर्ने नारा सहित सञ्चारकर्मी रवि लामिछानेले रासोपा स्थापना गरेका थिए। छोटो समयमै रासोपाले अभूतपूर्व जनमत बटुल्यो। आम निर्वाचनमा 11,30,000 भन्दा बढी मत सहित 20 सिट जितेर चौथो शक्तिशाली पार्टी बन्यो। जनताको चासो, युवाको साथ र आम मिडियाको फोकसले रासोपा नयाँ युगको संकेत जस्तै देखिएको थियो। तर पार्टीको 3 वर्ष यात्रा संघर्ष, विवाद र मुद्दाले भरिएको छ। रवि लामिछाने पहिलो पटक आत्महत्या दुरुत्साहन मुद्दामा विवादमा तानिए। त्यसपछि दोहोरो नागरिकता र राहदानी प्रकरणले संसद र मन्त्रालय गुमाउनु पर्यो। अब तेस्रो ठुलो संकटको रूपमा उनी सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा जेलमा छन्। नेतृत्व बिनाको उत्सव पार्टीमा अन्योल। पार्टीको संरचना हेर्दा अहिले प्रमुख नेताहरू आफै अन्योलमा छन्। कार्यवाहक प्रवक्ता मनिष झाले सत्ता प्रवेश गल्ती नभए पनि संगत गलत भएको स्वीकार गर्छन्। उनी भन्छन् राजनीतिक प्रतिशोध, मुद्दा, प्रहार सबै कुरा पार्टीको गति रोक्ने कारण बन्यो। प्रमुख सचेतक सन्तोष परियार रविलाई राजनीतिक षड्यन्त्रको शिकार मान्छन्। उनका अनुसार रासोपा नयाँ राजनीतिक प्रयोग हो, त्यसैले पुरानो सत्ताको डर बन्यो, जुन कारणले आज नेतृत्व जेलमा छ। तर प्रश्न यही छ, रासोपाको वैकल्पिकताको दाबी 3 वर्षमा व्यवहारमै कति देखियो? जनताको मुद्दा संसद र मन्त्रालयसम्म कति पुर्याइयो? संगठनात्मक कमजोरी र आलोचना। रासोपाले अहिलेसम्म महाधिवेशन गर्न सकेको छैन। पार्टीभित्र अनुशासन समस्या देखिएको छ। विश्वास पात्र नेताहरू डाक्टर मुकुल ढकाल, डाक्टर ढाका कुमार श्रेष्ठ, मोहन बहादुर थापा सबै पार्टीबाट निष्कासित वा कारबाहीमा परेका छन्। सभापति रविको संसद पद निलम्बन भए पनि न त पार्टीको वैकल्पिक नेतृत्व तय भएको छ, न त स्पष्ट कार्ययोजना प्रस्तुत गरिएको छ। पार्टीमा रवि केन्द्रित संरचना रहेको देखिन्छ, जसले लामो समयसम्म नेतृत्व बिनाको अवस्थालाई झनै गहिरो बनाएको छ। उपलब्धि र दाबी। यद्यपि रासोपा नेताहरू पार्टीको भूमिकालाई हल्का ठान्न भने मान्दैनन्। उनीहरू भन्छन् भ्रष्टाचार विरोधी बहस, नीतिगत सुधार, सुशासनको पैरवीमा पार्टीले देशव्यापी दबाव सिर्जना गर्यो। सरकारले उठाएका केही जनमुखी मुद्दाहरू रासोपाकै उपस्थिति र चासोका कारण सम्भव भएको उनीहरूको भनाइ छ। अझै पनि पार्टीले आफूलाई वैकल्पिक शक्ति भएको दाबी गर्छ। जनताले दिएको अपार समर्थन र प्रतिक्रियालाई आधार मानेर चौथो वर्षमा नयाँ उचाइमा पुर्याउने संकल्प व्यक्त गर्दैछ। अबको चुनौती। तर चुनौतीहरू कम छैनन्। सभापति रविको मुद्दाको न्यायिक टुङ्गो कहिले लाग्छ स्पष्ट छैन। पार्टीको सांगठनिक पुनर्गठन विचारको स्पष्टता र महाधिवेशनको तयारी अझै अलमलमा छ। वैकल्पिक राजनीतिको दाबी साँचो साबित गर्न अब शब्द होइन, परिणाम चाहिन्छ। रासोपाको चौथो वर्ष विश्वासको पुनर्निर्माण, संगठनको सुधार र नीतिगत कार्यान्वयनको मोड हुनेछ। यदि यी चुनौती पार गर्न सकेन भने रासोपा पनि पुराना दलहरूको यात्रामै हराउने खतरा छ।